हेलो नमस्कार सबैजनालाई नमस्कार गर्दै अहिले चाहिँ म बसेकी छु फर्सीको मुन्टा केलाउन अनि के कन्टेन्ट बनाउनु भनेर सोचे गाइस। अनि फर्सीको मुन्टा थियो र दिउँसोको लागि रेडी गर्नु पर्छ। अब बिहानको त सकियो। अनि आजको कन्टेन्ट चाहिँ सोचे मैले फर्सीको मुन्टा केलाउँदै गर्दा एउटा कन्टेन्ट पनि हुन्छ, मुन्टा पनि केलाइ हुन्छ, होइन र गाइस भन्नुहोस् त। यसरी त बनाउँछन् होला नि कन्टेन्ट, होइन र? अनि आजको कन्टेन्ट चाहिँ अब फर्सीको मुन्टाले गर्दैछु। अनि भन्नु गाइस, तपाईँहरूले चाहिँ दिउँसो के बनाउनुहुन्छ? आज दिउँसोको प्रस्तुति के छ तपाईँहरूको? अनि तपाईँहरूको कामकाज कस्तो चल्दैछ जनाउनु होला। र मेरो भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्दैछ? राम्रो लाग्दैछ भने लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला बिचमा एक दुईवटा भिडियो। अनि त्यहाँबाट के भन्नु र, अब बिहानको नास्ता पानी भयो, दिउँसोको लागि फेरि रेडी। अब कसैको पत्नी कसैको आमा भइसकेपछि त अब टाइम टेबलमा खुवाउनै पर्छ, होइन र आफूले पनि खानै पर्छ। त्यही भएर आज चाहिँ अरू यो फर्सीको मुन्टा नि त गाइस किनेर ल्याएको भनेर नसोच्नु नि। यो मुन्टा मैले फर्सी चाहिँ आफ्नै बारीमा रोपेको थिएँ र आज फार्स्ट स्टार्टिङ टिप्दैछु।